ल आज चाहिँ मुलाको अचार बनाऊ है त, त्यो पनि खाँदेको। को कसलाई मनपर्छ? मैले चाहिँ घरमा हुँदा पनि मुलाको अचार एकदमै बनाउँथेँ, मलाई एकदमै मनपर्छ। अब सुरु गरौँ है त मैले कसरी बनाएको मुलाको अचार। सुरुमा चाहिँ राम्रो मुला लिने, यस्तो लामो खाले, अनि यसलाई राम्रोसँग मजाले दुईटा हातले मिची राम्रोसँग धोइ पखालिसकेपछि अब यसलाई हुन्छ काट्ने। यसलाई काट्दा चाहिँ आफ्नो सेप दिएर काट्दा हुन्छ। मैले चाहिँ यस्तो लाम्चो गरी काटेको छु, अनि काटिसकेपछि मैले एकछिन घाममा सुकाउँछु। मुलालाई चाहिँ दुईचोटिको घाममा सुकाएपछि चाहिँ अचार बनाउन क्रन्ची पनि हुन्छ। अनि यसरी मैले कौसीमा लगेर घाममा राखिदिएँ। ल घाम पनि लाग्छ आज। त्यसपछि यता बडा दसैँको गीत पनि बजिरहेछ, अनि मैले यसरी लाम्चो गरी काटेको यो लसुन पनि। अनि यसरी सुकिसकेपछि मैले यसलाई एउटा भाँडामा राखेँ, अनि थोरै नुन लगाएँ। यति गरेपछि मुलामा भएको पानी सबै निस्किन्छ। ल अब यति नुन राखेर मजाले एकैछिन छोपिदिने। छोपेपछि यसरी पानी निस्किन्छ। पानी निस्केपछि मुलालाई अर्को भाँडामा राख्ने, अनि 2 फग्ली बनाएको यो तोरीको पाउडर छोप भन्छ, छोप भने पनि भयो। अनि मैले चाहिँ यसमा चाहिँ लाम्चो गरी काटेको खुर्सानी, अनि यो चाहिँ लाम्चो गरी काटेको लसुन यो राखेर मरमसला, जिरा धनियाँ पाउडर सबै पाउडर राखेर एउटा प्यानमा तेल तताएर जिरा फ्राई गरेर बेसार राखेर मजाले झानिदिने। झानेपछि अब डब्बामा राख्नलाई अचार इज रेडी। ल अब चाहिँ अचार लगभग रेडी भयो। अहिले मैले यसमा डल्ले पनि लगाएको छु, मन नपर्नेले नराख्दा पनि हुन्छ। मलाई चाहिँ